हेलो एभ्रिवान, फिफा वर्ल्ड कप 2026 कसले जित्छ होला? तपाईहरुलाई के लाग्छ? मैले चाहिँ कसले जित्छ भनेर प्रेडिक्सन लिएर आएको छु। मेरो यो प्रेडिक्सन चाहिँ फिफा वर्ल्ड कप 2026 जुन गुगलमा रहेको छ डाटा प्रेडिक्सन्सहरु हु विल विन भन्ने त्यसमा आधारित रहेर मैले यो भिडियो बनाएको छु। यहाँबाट पनि हामीले बुझ्न सक्छौं फाइनलमा र सेमी फाइनलमा कुन टिम पुग्दैछन् भनेर। राउन्ड अफ 16 को ग्रुप ए बाट फर्स्ट म्याच फ्रान्स भर्सेस प्याराग्वे फ्रान्स, अनि सेकेन्ड म्याच क्यानाडा भर्सेस मोरोक्को मोरोक्को, अनि थर्ड म्याच पोर्चुगल भर्सेस स्पेन बाट स्पेन देखाएको छ भने फोर्थ म्याच युएसए भर्सेस बेल्जियम बाट चाहिँ हाम्रो युएसए देखाएको छ है। त्यस्तै गरी ग्रुप बी को हाम्रो पाँचौं म्याचमा चाहिँ राउन्ड अफ 16 को ब्राजिल भर्सेस नर्वे बाट ब्राजिल देखाएको छ भने छैटौं म्याच हाम्रो मेक्सिको भर्सेस इंग्ल्यान्ड बाट चाहिँ इंग्ल्यान्डले जित्छ देखाएको छ। त्यस्तै सातौं म्याच अर्जेन्टिना भर्सेस इजिप्ट बाट अर्जेन्टिना र आठौं म्याच स्विजरल्यान्ड भर्सेस कोलम्बिया बाट कोलम्बिया देखाएको छ भने अब हामी क्वार्टर फाइनल्समा आइसकेको छौं र ग्रुप ए मा फ्रान्स भर्सेस मोरोक्कोमा फ्रान्सले जित्ने देखाएको छ भने दोस्रो म्याच क्वार्टर फाइनलको दोस्रो म्याच स्पेन भर्सेस युएसए मा स्पेनले जित्ने देखाएको छ भने ग्रुप बी बाट तेस्रो म्याच ब्राजिल भर्सेस इंग्ल्यान्डमा चाहिँ इंग्ल्यान्डले जित्छ भनेर देखाएको छ। त्यस्तै गरी चौथो म्याच क्वार्टर फाइनलको अर्जेन्टिना भर्सेस कोलम्बियाबाट चाहिँ अर्जेन्टिनाले जित्छ भनेर देखाएको छ। अब चाहिँ हामी सेमी फाइनलको कुरा गरौँ है। सेमी फाइनलमा ग्रुप ए बाट फ्रान्स भर्सेस स्पेनबाट फ्रान्सले जित्छ भनेर देखाएको छ ग्रुप ए बाट भने ग्रुप बी बाट चाहिँ इंग्ल्यान्ड भर्सेस अर्जेन्टिनाबाट चाहिँ अर्जेन्टिनाले जित्छ भनेर देखाएको छ गुगलको टेबलमा है, प्रेडिक्सन टेबलमा। अब दुई जनाबाट फाइनलमा चाहिँ फ्रान्स भर्सेस अर्जेन्टिनामा फ्रान्सले जित्छ भन्ने धेरै पर्सेन्टेज देखाएको छ भने अब सबैको आफ्नो फ्यान बेस हुन्छ। जस्तो अर्जेन्टिनाको फ्यानहरुले अर्जेन्टिनाले जिते हुन्थ्यो भन्ने हुन्छ, मेस्सीको फ्यानहरुले भने, पोर्चुगलको फ्यानहरुले रोनाल्डोको लागि क्रिस्टियानो रोनाल्डोको लागि पोर्चुगल जिते हुन्थ्यो भन्ने हुन्छ भने नेमारको फ्यानहरुले चाहिँ लास्ट डान्स भएको भएर लास्ट म्याच भएको भएर ब्राजिल जिते हुन्थ्यो भन्ने हुन्छ। त्यस्तै गरी इंग्ल्यान्डको फ्यानहरुलाई चाहिँ इंग्ल्यान्डले नै जिते हुन्थ्यो भन्ने हुन्छ। त्यसरी आफ्नो प्रेडिक्सनहरु हुन्छ। सबैको प्रेडिक्सनलाई मैले रेस्पेक्ट गर्छु र मेरो चाहिँ यो हेर्न सक्नुहुन्छ यस प्रकार रहेको छ। यो चाहिँ जम्मै गुगलमा भएको डाटामा बेस्ड हो प्रेडिक्सन है, मेरो चाहिँ पर्सनल होइन यो। र थ्यांक यू फर वाचिङ भिडियो हेरिदिनु भएकोमा।